एभ्रिवान। अब हाम्रो चाहिँ यात्रा आजबाट सुरु भएको छ। फागुन 30 गते 2079 साल फागुन 30 गते हामी गोसाइकुण्ड लाङटाङको ट्रेक सुरु गर्ने तयारी गऱ्यौँ होइन। हामीसँग जाँदै हामी 4जना छौँ, म, सौरभ सर अनि सुदीप र आशुतोष। हामी चाहिँ यहाँबाट अब पठाउ गरेर पठाउँदैछ। यहाँबाट अब हामी जान्छौँ माछापोखरी पठाउमा, अनि त्यसपछि हामी माछापोखरी गएर भेट्नुपर्छ है त गाइस। त्यहीँ गएर अरू इन्फर्मेसनहरू दिन्छु गाडी लिएर जाँदै मैले। ल डाइरेक्ट कुद्दै भेटौँ है त। ल हामी माछापोखरी पुगेर पनि स्याब्रोपेसीको टिकट काटिसकेका छौँ। ठ्याक्कै माछापोखरी चोकमा टिकट काउन्टर रहेछ। अनि दिदीकोमा चाहिँ खाना आउनु होला। अनि टिकट काउन्टर ठ्याक्कै चोकमा रहेछ। एकजनाको चाहिँ 860 लाग्दो रहेछ अहिले चाहिँ टिकट। यही हाम्रो गाडी 540 र 640मा जाँदो रहेछ बिहान। हामी 540कोमा चढ्न लाग्छौँ। टिकट काटेर 860 चाहिँ राख्दो रहेछ एकजनाको। ल साथीहरू, हाम्रो गाडी हिँडिसकेको छ स्याब्रोपेसीको लागि। फ्ल्यास जल्दै साथीले यस्तो माया गर्ने साथी पाएपछि आफूतिर बाला यस्तो माया गर्ने साथी पाएपछि भइहाल्यो होइन। त्यस्तै हो। अब हजुर झ्याल खुल्न ट्राई गर। झ्याल खुल्नु ल ट्राई होइन साथी, अहिले खोलिन्छ है, फेरि अहिले खोलिन्छ। ल बाटोमा भेट्दै गरिन्छ हजुरहरूसँग। अहिलेलाई भने च्यातिन चाहन्छु। धन्यवाद। बाटो बवाल बिग्रेको रहेछ। सौरभ यहीँ छन्। हामी एकदम गाडीमै थाकिसक्यौँ। अब गाडीबाट झरेर धुन्जे पुग्न 10 किलोमिटर, स्याब्रोपेसी पुग्न कति किलोमिटर? 25 किलोमिटर छ अझै। हामी झर्ने चाहिँ स्याब्रोपेसीमा हो। केटाहरू यहीँ छ। यस्तै छ, रमाइलो हुँदैछ। बाहिरको बिच चेक गराइदिन्छु म तपाईँलाई। यस्तै छ हजुर। थाहा भएन यार। रसुवा जिल्ला चाहिँ रसुवा हो। गाउँ चाहिँ कुन हो? ए जिस्किए केटाहरू, जिस्किए है। ल अब आफ्नो नाम राखेर गयो। आफ्नो नाम राखेर गइदिने क्या। यो चाबेल अरे हजुर। ल ठिक छ। अब स्याब्रोपेसी गएर भेटिन्छ है हजुरसँग। धन्यवाद धेरै दिनुभएकोमा। अझै पुरै लास्टसम्म हेर्नु है। ल हामी चाहिँ बाटोमा छौँ, स्याब्रोपेसी जाँदैछौँ। साथी हुनुहुन्छ र हाम्रो बाटोमा गाडी बिग्रियो। गाडी बन्दैछ। यहाँको गाडी छ यता। त्यसलाई खत्तम रहेछ बाटो चाहिँ। अब 10 किलोमिटरमा धुन्चे, त्यहाँबाट 10 किलोमिटरमा स्याब्रोपेसी। ल स्याब्रोपेसीमै भेटौँ। ल बाई बाई। ल हामी कहाँ आइसक्यौँ साथी? स्याब्रोपेसी आइसकेका छौँ कठिन परिस्थितिका साथ।
कति घन्टा लाग्यो सबै भनेर कति लाग्यो लगभग 5:40 को गाडी चढेको यहाँ आइपुग्दा बज्यो 1 बजेको छ त्यही हो त्यही टाइम नै हो बिचमा भत्किएको होइन होला and we have Andrew with us. Andrew, Hello. how are you feeling? I'm absolutely amazing. Amazing. How do you like the place? Best place I've ever been. Okay. So let's go. साथीहरू अब खाना खाएर हामीले 2 थाल भात हानेर बिहानदेखि किन खाएको 2 थाल भात हानेर हामी फेरि आज लामा होटल बस्ने नि प्लान थियो हाम्रो तर बवाल गाह्रो हुन्छ भन्ने कुरा आएर चाहिँ हामी ब्याम्बोमै बस्ने निर्णय गरेर स्याप्रोबेसीबाट ब्याम्बोसम्मको यात्रा तय गर्न गइरहेका छौँ सर हाउ फिलिङ अर्को दिन त क्यान्टिन ल ठिक छ अब बाटोमा भेट्दै गरौँला अहिले हामी हिँड्दैछौँ भ्यूहरू यस्तो छ सक्नुहुन्छ यस्तो राम्रो लोकेसनमा आजौँ होइन यहाँ चाहिँ हाम्रो ब्याम्बो जाने बाटो अहिले सजिलै छ अब उकालो ओह्रालो भन्छाङ चौतारी खोला नाला के आउने हो सब देखाउँछ तपाईँलाई अझसम्म त त्यस्तो गाह्रो भएको छैन गाह्रो भयो भने म तपाईँलाई भन्छु है आउनु है ल हामी अलिकति मात्र माथि आइसकेका छौँ अलिकति माथि आउँदा चाहिँ हामीले पहिलो हिमालको झलक भिडियोमा त देखिँदैन होला त्यहाँ माथि देख्न पाएका छौँ हामी हिँड्दैछौँ यसले चाहिँ यस्तै छ मस्त कस्तो मिठो हावा चलेको यार है पसिना आएको बेला चिसो बनाइदिएको पहिलो हिमाल देखियो मिठो तरिकाले बोलिरहेको छ माथि बाहिर चाल्दै गर्दा माथि हामी हिमाल देख्न सफल भयौँ भने केटाहरू हिँडिरहेका छन् र केटाहरूको साथीहरू पनि यहाँ आइसकेको म तपाईँलाई जानकारी गराउन चाहन्छु एकदम खतरा केटाहरू रमाइलो एक्सपिरियन्स भइरहेको छ सर साथीले के भन्न चाहन्छ 2-4 शब्द बोल्नै पर्यो भन त एड्रियन के बिछडे हुए भाइहरू देखियो त्यस्तो होइन है त उहाँ झुट बोल्नुभयो भन्न चाहन्छु आज त साथी बोलेकै छैनन् कुन्नी के भयो लाइट आज त के भयो तिमीलाई हिमाल कस्तो देखिएछ यार क्यामेरामा देखिएन है यस्तो दामी देखिएछ त्यहाँ है फोनमा देखिएन के गर्ने आउने पऱ्यो तपाईँहरू हेर्नलाई फोनमा देखिएन है हस् हामी कति उकालो चढ्यौँ होइन अहिले ओह्रालो झर्दैछौँ उकालो चढ्ने बेला मैले भिडियो गर्न पाइनँ किनकि मैले सकिनँ बाबाले उकालो थियो ओह्रालो झर्ने बेला भिडियो गर्दैछु ओह्रालो झरेर
खै त देखिने यस्तो मिठो ठाउँ आइपुगेको छौँ है हामी हेर्नुहोस् है बवाल ठाउँ आइपुगेको छौँ ओ माइ गड अब हामी बेम्बोतिर लाग्दैछ अब 2 घन्टा जति लाग्छ होला अहिले कति बजी 4 बज्नु लाग्यो होला 6 बजीतिर बेम्बो पुगिन्छ 2 बजे चाहिँ हामी सेप्रोबेसीबाट निस्केको हो 2 घन्टा हिँडिसक्यौँ अब 2 घन्टामा बेम्बो पुगिन्छ बेम्बोमा गएर भेटौँ है त यस्तो राम्रो भ्यूहरू हेर्दै हिँड्छु म त भिडियो गर्नु थाल्दिनँ है ल अब चाहिँ हामीलाई हल्का पानीले स्वागत गरेको हुनाले हामी रेनकोटमा आयौँ सबैजना एउटा हेर्दैछ फेरि अझै पनि बेम्बो पुगेका छैनौँ है हामी गाह्रो भइसक्यो एकदम लाङटाङ कसरी पुग्ने थाहा छैन मेरो प्यारा प्यारा दिदीभाइ दाजुभाइ प्रियसी आमा बुवा सबैलाई मेरो नमन अनि हामी अहिले बेम्बो पुग्नलाई 20 मिनट छ भने है त्यसले 20 मिनट छ अरे उयो माथिको उकालो चढ्दै जाने हो फेरि ब्रेक लिएर बसेको हामी पानी हाल्यो डेन्जर थाक्यो बवाल गाह्रो हुँदो रहेछ तपाईँ आउँदै हुनुहुन्छ भने म के सजेस्ट गर्न चाहन्छु भन्दाखेरि ब्यागमा सकेसम्म कम सामान राख्नु होला चाहिने राख्नु पऱ्यो तर लिमिटेड राख्नु होला है त जिप्पाइँदैन राख्नु गाह्रो हुँदो रहेछ बोकेर ब्याग अरू कुरा बेम्बो पुगेर गरौँला है त चियर्स साथीहरू मैले अघि तपाईँलाई भनेअनुसार हामी बेम्बोमा बस्ने भएका भनेका थियौँ तर है तर हामी बेम्बोमा बसेनौँ किनभने केटाहरू थाकेनन् अरे म पनि थाकेको थिएँ नि थाक्न त तर केटाहरूलाई त थकाउनु पऱ्यो नि त भनेर चाहिँ हामी फेरि हिँड्यौँ कहाँ गएर बस्छौँ आज भन्दाखेरि हामी रिम्चे भन्ने ठाउँमा अब अहिले हाम्रो टाइम भएको 6:15 हामी लगभग 7:30 अझै 1 घन्टा 15 मिनटतिर हामी बल्ल पुग्छौँ अँध्यारो हुने भएकाले मैले हेर्नुहोस् है सबैको व्यवस्था छ झ्यापझुप जानुपर्ने हुन्छ उहीँ गएर भेटौँ है त ल धन्यवाद गुड मर्निङ साथीहरू हामी हिजो बेम्बोमा बसेर 2.5 घन्टा ठाडो उकालो माथि रिम्चे भन्ने ठाउँमा आएर बस्यौँ हिजो थाकेर भिडियो गर्नु भएन आज बिहानको 6 बजे ठ्याक्कै 6 बजे बाहिर आएर हेर्दाखेरि भ्यूहरू यस्तो दामी देखिएको छ होइन पुरै हिउँ परेको रहेछ माथिको डाँडामा हिजो राति पानी परेको थियो यस्तो दामी देखिएको छ सबै
डे 2 हामी बसेका थियौँ गणेश भ्यू होटेलनिर एकदम राम्रो भ्यूहरू हिउँहरू परेको होइन। अनि हामी यहाँबाट ब्रेकफास्ट गरेर ब्रेकफास्टमा चाहिँ रोटी बवाल मिठो रोटी अगाडि एउटै रोटीले यत्रो मोटो चिसो डेन्जर चिसो छ। यहाँबाट अब हामी निस्किन लाग्छ सबै पेमेन्ट सेमेन्ट भएर केटाहरू आउँदैछन्। सौरभ अब निस्किन लाग्यो हामी यहाँबाट चाहिँ स्टिक बोकेर सबले ल रेडी हो केटा डे 2 इट्स बिगिन। ल गणेश भ्यू होटेललाई एकदम थ्याङ्कफुल छौँ हामी होइन। एकदम रिजनेबल प्राइसमा चाहिँ हामीलाई राख्नुभयो है सुदेव ठिकै है। यहाँ हट सावर पनि रहेछ अनि बाथरुम टोइलेट सोइलेट सबै फेसिलिटी छ। वाइफाईको पनि फेसिलिटी छ तर त वाइफाईको लागि चाहिँ तपाईँले 300 रुपियाँ तिर्नुपर्ने हुन्छ। यस्तो भ्यू हेर्दै हिँड्न पाइरहेको छौँ हामी है पुरै हिउँ। ल पछाडि फेरि छुट्टै हिमाल छ यहाँ फोनमा देखिन्न बवाल छ त्यहाँ झन् हिँडिरहेछौँ हामी निरन्तर। आजको हाम्रो चाहिँ यहाँ के अरे यो ठाउँको नाम रिम्चेबाट चाहिँ क्यान्जिन गुम्बा पुग्ने हाम्रो लक्ष्य हो। त्यो चाहिँ लगभग कति घन्टा भन्दाखेरि 8-9 घन्टा म्याक्सिमम् 9 घन्टा लाग्छ। अहिले हामी 7 बजे हाम्रो यहाँबाट बिहानको 7 बजे हिँड्यौँ भनेपछि हामी आज 5-6 बजीतिर पुग्छ होला त्यही हो। अब पछि भेटौँला तपाईँसँग बाटोमा बिचबिचमा है। हामी त भ्यू हेर्दै हिँड्ने अब उता हेर्नुहोस् सडक ऊ त्यो बिचको हिमाल चाहिँ किन देखिएन खाली देखियो है टल्कियो यार। ल साथीहरू हामी अहिले रिभर साइड होटेल आइपुग्यौँ। लामा होटेलबाट लगभग 1.5 घन्टा जति हिँडेर यहाँको भ्यू चेक गर्न सक्नुहुन्छ तपाईँहरू। म देखाउँछु रुक्नु है घर बसेर अल्छी भएर भन्न कि यहाँ आउनुपर्छ है। ल है त खै त खै ल है त यस्तो ठाउँमा आउनलाई मेहनत गर्नुपर्ने हुन्छ। पछाडि पनि नफर्किकन हिँडेर छन् खै के भन्छ तिमीलाई सौरभ पछाडि पनि नफर्किकन हिँडिरहेछौ त यार किन सबै है यो भ्यू है ट्याक्कै हिमालको मुनि चिसो छ अहिले आएको छैन है अघि आइरहेको थियो। अब हामी आज चाहिँ हामी क्यान्जिन गुम्बा पुग्ने भनेको सब डराइराख्ने हामीलाई छक्क परिरहने क्यान्जिन गुम्बा पुग्ने भनेको गाह्रो रहेछ क्या। घोडा तबेला पुग्न अझै 3 किलोमिटर रहेछ है घोडा तबेला 2.5 घन्टा। हामीले 2790 मिटर 2790 मिटर माथि रहेछौँ एल्टिट्युड चाहिँ हाम्रो। अब 3000 मिटर भनेको 3 किलोमिटर अगाडि घोडा तबेला पुगिन्छ देखाइरहेको छु 2.5 आवर्स भनेपछि 2.5 आवर्स देखायो भनेपछि हामी 2 घन्टामा पुगिन्छ त्यही कुरा। ल अघि पनि लामा होटेल नै के अरे हामी रिम्चेबाट लामा होटेल 1 घन्टा देखाइरहेको थियो हामी 20 मिनटमा पुगिदिएको साथीहरू। गफ हाने जस्तो लाग्छ होला तर हो हेरिरहु चाहिँ लाग्छ है। ल फेरि पुगेर नि भेट्नु छ हामीलाई है त ल।
भेम्बो भन्न आयो फेरि के अरे घोडा दबाईलाई आइपुग्यौँ लगभग कति घन्टा हिँड्यौँ 4 घन्टा लगभग 3.5 घन्टा हिँड्यौँ बिहानदेखि अहिले 11 बज्नु लाग्यो यहाँ आएर मुखसुख धोएर अब खाना कुट्दैछौँ केटाहरू बसिरहेछन् आफ्नो घरमा हामी चाहिँ खाना खाएर घोडा तबेलाबाट खाना खाएर अगाडि बढ्दै थियौँ मिठो बाटो छेकेर बस्दियो यार सिङ हेर्नु त डर लाग्यो आउँदैछ यार कहाँ जाने हो आयो ल ल ल गयो ल जाउँ गयो जानुभयो उहाँ सर जानुभयो साथीहरू हामी घोडा दबेलाबाट खाना खाएर उकालो चढ्दैछौँ अब हामी लगभग 2 घन्टामा लाङटाङ भ्याली पुगिन्छ होला के भन्छौ केटाहरू हावा चाहिँ निक्लिन्न त तिमीहरूको त के हो यस्तो उकालो चढ्दैछौँ जानिँदै बुझाएको छैन हो अहिले यस्तो खालको चाहिँ बाटो रहेछ यहाँ यस्तो छ यहाँको भ्यूहरू चाहिँ ल ल ल है त गाला रातो रातो देखिएको होला किनभने हामी छौँ लाङट्याङ भ्याली लाङटाङ साथीहरू के तपाईँलाई लाङटाङ जान मन छ छ लाङटाङ हामी निकै छिटै पुग्नेछौँ अब हाम्रो केवल 20 मिनट मात्र लाग्छ यो कहाँ हुन्छ हौ उहाँ परको के भयो साथी त्यस्तो त्यसको बाजे भन्ने जस्तो के भयो र यार पछाडि माथि हेर्नुहोस् है यस्तो ठाउँमा आइन्छ हामी फेरि है ल लाङटाङ गएर भेटिन्छ हजुरसँग धन्यवाद सुतेर बस्नुहोस् तपाईँ लाङटाङ भ्याली चाहिँ उतै माथि छ पहिला चाहिँ लाङटाङ भ्याली यहाँ रहेछ 2072 को अर्थक्वेकले चाहिँ यत्रो ठुलो पहिरो गएर सबै गाउँ नै त्यो दब्बेको रहेछ यो पहिरो मुनि चाहिँ यहीँ रहेछ है त्यो ठाउँ पहिरो गएको ठाउँ सलक्क अहिले चाहिँ उतै माथि रहेछ लाङटाङ भ्याली अनि हाम्रो डेस्टिनेसन चाहिँ उयो पिक हो है शेरगढी यो हिमालको टुप्पो ल साथीहरू नमस्कार साथीहरू फेरि पनि लाङटाङ भ्यालीबाट आज हामी कस्तो नाम बिर्सिन्छु मैले यार रिम्चेबाट लगभग 7 बजे हिँडेको 8, 9, 10, 11, 12, 1, 2 7 घन्टा भन्दा पनि 6 घन्टा 1 घन्टा खाना खाने ठाउँमा मस्त बस्यौँ 6 घन्टा हिँडेर लाङटाङ भ्याली आइपुग्यौँ दिउँसै छ त्यही भएर यहाँ बसेनौँ हामी केन्जिङ जाने कुरा भयो अब हिँड्छौँ के भन्न मैले ब्लग खोलेको भन्दाखेरि यहाँ चाहिँ लाङटाङ भ्यालीमा चाहिँ काटमार चाहिँ हुँदो रहेछ मासुहरू होइन जनावरहरू काट्न चाहिँ नकाट्दो रहेछन् तर मासुहरू चाहिँ पाउँदैन मासुहरू चाहिँ कतैबाट ल्याएर चाहिँ पाउँदो चाहिँ रहेछ चौरी गाईको मासु नि पाउँदो रहेछ लोकल कुखुराको सबै माछाको चाहिँ पाइँदैन चौरी गाईको मासु नि पाइँदो रहेछ तर यहाँ काटमार चाहिँ नहुँदो रहेछ भनेर चाहिँ मैले तपाईँहरूलाई यस्तो सानो इम्पोर्ट चाहिँ हुँदो रहेछ भनेर चाहिँ हल्का बताइदिउँ न साथीभाइहरूलाई भनेर है त लाग्यौँ अब गुड लक भन्नु न एकचोटि कमेन्टमा है ल फाइनली हामी लाङटाङ पुग्यौँ लाङटाङ पुग्ने हेर्नु हिउँ पनि पर्ने भयो मिठो हिउँ परिरहेछ एटा हो पर्यो हिउँ पर्यो थकला आइडियो 2 पनि बजेन 2 नबज्दै हामी यहाँ आइपुग्यौँ भनेपछि हामी यहाँ बस्दैनौँ मोट जान्छौँ हामी केन्जिङतिर होला साथीहरू हिउँ पऱ्यो भनेर देखाउनु है फेरि देखाउनु त पऱ्यो देखिएकै छैन
देखिरहेछ अहिले ल हामी मात्र अहिले एउटा लाङटाङबाट एउटा उकालो चढ्यौँ थाक्यौँ बवाल थाक्यौँ बसिरहनु केटाहरू यसरी यस्तो छ भ्यूहरू चाहिँ यस्तो चाहिँ हिउँ परेछ हिउँ अलि अघि नै एकैछिन अलिअलि पऱ्यो अहिले चाहिँ परे छैन घाम लाग्छ तर गर्मी चाहिँ भएको छैन ज्याकेट चाहिँ लाउनु चिसो हावा चलिरहेछ त्यहाँ हेर्नु त माथि कस्तो खतरा होला कि क्यान्जिनरीको टुप्पै ढाकेछ यार ए देखिरहेको रहेछ अघि ढाकेको थियो ए त्यो होइन त्यो बिचको चाहिँ हो है ए क्यान्जिनरी नै के शेरगोरीको टुप्पो त्यो हिमाल चाहिँ देखेको छैन होला अल्छी लाग्यो यार बोल्ने लाग्यो हामी होला अगाडि साथीहरू अझै पनि क्यान्टिन पुगेका छैनौँ भोक लाग्यो जाडो भयो टप भएर पन्जा पनि हरायो मेरो बवाल हुनेवाला छ भोलिमा है त आएर प्लास्टिक चाहिँ नफालौँ है साथीहरू कोचीमा राखौँ जहिले हिँड्दा एकदम मैले देखाइदिन्छु सब गोजीमा छ मेरो सबको कोचीमा छ सौरभ अलिअलि हल्का हिउँ पऱ्यो यो देख्नुभयो होला हामी अहिले क्यान्जिन 3800मा रहेछ होइन एक बाइट हानौँ न यहाँ त डाक्टर ओ है क्यान्जिन 3800मा रहेछ होइन अघि हेरेर 3800मा रहेछ क्यान्जिन हामी लगभग 3700-700 डार्क चक्लेट खायो स्निकर्स खायो चोकोपाई खायो एनर्जी ल्यायो पानी खायो हिँड्यो साथीहरू अरू केही अप्सनै छैन चोकोपाई यस्तो छ है अब चाहिँ यति खाएर हामी लाग्छौँ क्यान्जिनतिर बवाल गाह्रो हुँदो रहेछ ल नमस्कार साथीहरू अहिले हामी याम्फू भन्ने ठाउँ आइपुग्यौँ जुन चाहिँ 3715 मिटर माथि एल्टिट्युड चाहिँ 3715 रहेछ बवाल चिसो छ होइन मेरो नाक क्यामेरामा त रातै देखिँदो रहेछ त निलो भइसक्यो हो र निलो भएछ यहाँ चाहिँ हामी पुग्यौँ मैले लगभग आधी त्यहाँ गुम्बाहरू देखिन्छ उता गुम्बाभन्दा अलिकति माथि चाहिँ हाम्रो होटल छ आजको दिनको लागि ठिक सास पर्ने बेलामा चाहिँ पुग्ने भयौँ बसिरहेछ नि यस्तो छ यहाँ फाइनली आफ्नो होटल भएको ठाउँमा आइपुग्यौँ क्यान्जिन मिठो हिउँ परेको रहेछ चौरी गाई पनि मासुले कस्तो डर लाग्छ चौरी गाई चाहिँ अगाडि भवाल हिउँ परेको रहेछ यहाँ पनि साह्रो रहेछ यार यहाँको त ए कचक
आवाज आउँछ ठिक छ हामी त हिमालको बिचमा छौँ यार उता पछाडि नि हिमाल छ पुरै ढाके यता पनि हिमाल छ चिसोको कुरा नगर्नुहोस् है सास फुलेर बेहाल छ चौरिजहरू त्यहाँ छन् होइन हामी त यार नजिक जाने भने यत्रो चिन्छ हाम्रो होटल आइपुग्यौँ त्यतिर चौरी दुइटा रहेछ यहाँनिर हिउँ परेको रहेछ मिठो फाइनल्ली डे 2 इन्डिङ हुँदैछ हाम्रो होटल पुगेपछि अब होटल पुगेर भेट्छु तपाईँहरूसँग है त अहिले लगभग 6 बजी 5 मिनट बाँकी छ 6 बजे हामी बिहान 7 बजे हिँडेर साँझको 6 बजे होटल आइपुग्यौँ पुरै 11 घन्टाको ट्रेक भयो आजको डे 2 को चाहिँ खतरा डाँडाभरि चौरी रहेछ नि यार देखिन्छ कि नै चौरी रहेछ यहाँनिर हिउँ परेको रहेछ ल होटलमा गएर भेट्छ है त नमस्कार साथीहरू ओ कपालै जमे जस्तो भयो त यार मेरो यहाँ माथि आइपुग्यौँ क्यान्टिनमा होटलमा आइपुग्यौँ यस्तो छ हाम्रो रुम चाहिँ केटाहरू चेन्ज गर्दैछन् म पनि अब यस्तो फ्री भएर चेन्ज होटल सुपर भ्यूमा चाहिँ बबालाई सुपर भ्यू नै देखिँदो रहेछ तर अहिले चाहिँ बादल लाग्छ बबाल चिसो ज्याकेट पनि लगाएको छु तपाईँलाई जस्तो छ बबाल लाग्यो अब फ्रेस भएर अब खाना खानु पर्ला है त ल ल साथीहरू आज डे 3 हाम्रो यात्रा सेरगढीसम्मको केटाहरू रेडी हुँदैछन् यस्तो छ अहिले बिहानको 6 बज्यो अब एकछिनमा हामी हिँड्छौँ हामीले ब्रेकफास्ट गऱ्यौँ अलिअलि बाहिरको भ्यू चाहिँ लास्ट अति नै खतरा छ है फेरि है ल यस्तोमा बस्यौँ हामी है यस्तो हजुर रोटी तरकारी जहाँ पनि त्यही हो है साथीहरू फेरि आलु चनाको झोल अनि रोटी यत्रोमा मोटो रोटी हुन्छ एउटा पनि खान सकिन्न पऱ्यो त्यस्तो खालको रोटी अनि भात स्याफ्रु बेसीदेखि यहाँसम्म आउँदाखेरि भात एउटै हो है सबै एउटै हो भात आलुको तरकारी मुलाको अचार त्यति हो इस्कुस हो आलु पनि हुन्छ नि त जे ल अब चाहिँ ड्याक्क पञ्चसन्च लाएर रेडी भएर हामी जाँदैछौँ माथि भ्यू त हेरिसक्नु भयो होला तपाईँले यस्तो खालको हो फेरि है ठ्याक्कै हामी फेरि हिमालको मुनि नै बसिन्छ अब चाहिँ लाग्छौँ हामी पछि भेटौँ ल धन्यवाद ल हामी बिहान लगभग 6:15 निस्केर चिरखुरी सेयर गरिरहन्छ है चिरखुरी रहेछ चिरखुरीतिर जाँदैछौँ यस्तो छ यहाँको भ्यूहरू चाहिँ एकदम हिमाल हाम्रो डेस्टिनेसन भनेको उता टुप्पो हुन्छ हामी जाँदैछौँ
बाटोमा तपाईँहरूले भेट्नेछ है त धेरै माथि आइसकेछौँ त्यो तलबाट सुरु गरेको पवाल गाह्रो अहिले लगभग टुप्पो आइपुग्यौँ पुग्ने टुप्पो छ उता परको गाह्रो छ कस्तो लागिरहेको छ साथी मलाई थकान महसुस भएको छ यस्तो ठाउँमा छौँ हामी लगभग हामी 4200 मिटरतिर छौँ होला 4200तिर छौँ होला यस्तो चाहिँ ट्याक्कै हिउँमा बसेर है चिरखुरी नाम सुन्दा चाहिँ त्यो चिरखुरी गर्ने खालको छ तर डाँडा त्यस्तो छैन साथीहरू मजा आयो हिउँ यस्तै है यस्तो खेल्ने बस्ने हिउँमै हिउँ घुम्न सकिन्न गर्दैन हामी चाहिँ अहिले केन्जिङ भन्न आयो फेरि के रे नाम साथी हामी जाने अहिले ए चिरखुरी जाने बाटो चाहिँ यस्तो रहेछ सानो हिउँ यो आइस ओ साथी यस्तो छ है ल ओहो अगाडि क्यामेरा गरेको भनेर मित्रो ओ स्टिक बाँच्यो अहिले हामी छौँ कता गयो केन्जिन ऊ त्यो टुप्पो केन्जिन भन्न आउँछ यार चिरखुरी र हामी छौँ अहिले एकदमै हिमालमा है लगभग अझ 2 घन्टा त लाग्छ होला यार हामीलाई 2 घन्टा लाग्छ होला त टुप्पोमा पुग्न किनकि बवाल हिउँ नै हिउँ चाहिँ हिउँ नै बवाल चाहिँ यहाँ यस्तो छ हिमालको बिचमा यस्तो ठाउँमा छ होइन सुतेर भएन आउनु पर्यो है साथीहरू हामी उता तलबाट यहाँ माथि आइपुग्यौँ अहिलेसम्म पुरै ढुङ्गाको बाटो थियो भने अब चाहिँ यस्तो हिउँको बाटो त्यहाँ टुप्पामा पुग्ने हो हाम्रो डेस्टिनेसन नै त्यही थियो अब जमानमा नि आएन यार हिउँको बाटो हिँड्ने हो के छ केटा हो भिडियो हुँदैछ यहाँनिर भ्लग हुँदैछ अब चाहिँ यस्तो बाटो हिँड्ने हामी ल साथीहरू माथि पुगेर भेट्यौँ फाइनली हामी चिरखुरी ल फाइनली हामी चिरखुरी टपमा आइपुग्यौँ भ्यू चाहिँ यस्तो दामी देखिँदो रहेछ ग्रिसको साथी We made it. साथी भन्दै नि त के भनौँ साथी कस्तो लागिरहेछ साथी यहाँ आएर आनन्द मन पिस प्रफुल्लित भएको छ लाङटाङ आएको के भयो त साथी एकदम
एकदमै ठिक भयो नि साथी जे सोच्यो भन्दा राम्रो रहेछ सबै टुरिस्टहरू हुनुहुन्छ हामी मात्रै नेपाली संसार 3 जना सौरभ चाहिँ बिरामी भएर आउनु पाएनन् साथीहरू के तपाईँलाई हिमाल हेर्न मन छ आउनुहोस् म तपाईँलाई हिमाल देखाउँछु के तपाईँ हिमाल देख्दै हुनुहुन्छ मेरो हात हेर्नुहोस् यो रहेको छ हिमाल चिरखुरीबाट देखिने हिमाल हामी भने 5000 मिटरमा छौँ हामी 3 नेपाली युवक म एक आशुतोष हजुर उनी एड्रियन र उनी सुदीप यहाँ नेपाली भने कोही छैनन् विदेशीले खाइसक्यो नेपाल अलिक नेपाली टुरिस्टहरू आउनुपर्ने छ ल साथीहरू हिमाल नि हेर्नुभयो अब टाटा बाई बाई सी यू ल ट्याक्कै हिमाल अगाडि चाउचाउ खाँदै खानेकुरा खाँदै यस्तो कसरी सुतेछु भन्दा ट्यागको अगाडि हिमाल छ ट्याङ्ग सुतेर हिमाल हेर्ने हो है यस्तो मजाले ट्याक्कै हिमालय छ है त पवाल राम्रो ठाउँ रहेछ यार हिमालको बिचमा आएको ठ्याक्कै टप चाहिँ उहाँ हो अर्को रुट फर्किनु लाग्यो अब ल है त हामी चिरखुरीबाट झर्दैछौँ त्यही बाटो नआएर हामीले अर्को रुट लिएको किनकि त्यो बाटो लास्टै डेन्जर थियो सिधै तल झर्ने टाइपको अर्को बाटो लिएको चाहिँ ठ्याक्कै हामी हिमालको छेउछेउ हुँदै जाने हो ल साथीहरू यही भन्नलाई है भ्यू देखाउनलाई हेर्नुहोस् कहाँसम्म भयो अहिले हामी यस्तो ठाउँमा चाहिँ हामीसँग ल पुरै मरेर बाँचेर ल साथीहरू हामी के रे नामै बिर्सेँ यार फेरि के रे के रे माथिको नाम हामी आज गएको ल त्यहाँबाट फर्किँदा चाहिँ मिठो हिउँ पऱ्यो फाइनली हिउँ पनि पऱ्यो होइन बवाल हिउँ परिदियो यार बाक्लो हिउँ पऱ्यो अब हामी होटल पुग्छौँ एकछिनमा झन्डै मरेर बाँचेँ म त भगवान कसम मैले आस मारिसकेको थिएँ आज तर किराहरूले गर्दा आएँ सुदीप आइयो यार बाँचेरै आएको यार भगवान कसम यार हस् दोस् बाँचेरै आएको आज जे भने भन्नु ल